हाई एभ्रिवान, गुड मर्निङ सम्पूर्ण मेरो फेसबुकको मित्रहरूलाई र सम्पूर्ण मित्रहरूको आजको दिन मङ्गल कुशल रहोस् भन्दै कुशलताको कामना गर्दै तपाईँहरूमा आज पनि म मर्निङ एक्सर्साइजको भिडियो लिएर उपस्थित भइरहेको छु है त गाइजहरू। र तपाईँहरू पनि निस्किनु भयो होला है, निस्किनुहोस् है त। मर्निङ वक चाहिँ हाम्रो स्वास्थ्यको लागि एकदमै इम्पोर्टेन्ट छ है त। कतिवटा बिमारीहरू ठिक हुन्छ है, प्रेसर, सुगर प्रेसर है, एन्जाइटी जस्ता हरेक रोगहरू पनि है यो एक्सर्साइज गरेर पसिना बगायो भने जाती हुन्छ। र अहिले चाहिँ हाम्रो सिक्किममा चाहिँ एकदमै बेसी भुइँचालो आइरहेको छ है त गाइजहरू है। र यो भुइँचालोमा चाहिँ कोही पनि एकदम पेनिक नहुने है, कोही पनि एकदम पेनिक चाहिँ नभइदिने है भन्ने म सबैलाई एकदम सुरक्षित जग्गामा बसिदिने, पेनिक नभएर है भन्ने म सबैलाई यो भिडियो मार्फत भन्न चाहेँ। र यो हल्का तन्काउने है, सिम्पल हो, यो पुरा ढाडको एक्सर्साइज हुन्छ है। यो सिम्पल, यो 1 2 1 2 1 2 यो छिटोभन्दा छिटो वेट लस हुने एक्सर्साइजहरू है गाइजहरू। यो चाहिँ पुरा पसिना निकालेको हुनुपर्छ है त। यो यस्तो बिहान चिसो मौसममा यसरी एक्सर्साइज गर्दा चाहिँ यति साह्रो मजा आउँछ, अर्कै किसिमको मजा आउँछ है त गाइजहरू। हल्का यो ट्विस्ट हो, ट्विस्ट यो हल्का यो हाई नि, यो 1 2 1 2 1 2 1 यो 1 2 1 2 सिम्पल एक्सर्साइज गर्ने हो। त्यही एक्सर्साइज सर्वसाधारण एक्सर्साइज, त्यही कन्टिन्यू राख्नु मात्रै हो है हामीले। र यो थाईको हल्का एक्सर्साइज यो है, यो सिम्पल केही छैन, यही मुनि जाने, यही ढाडको यो यही हल्का यो हो थाईको, एकदमै थाई स्ट्रङ हुन्छ। यही 1 2 1 1 2 1 1 2 1 1 2 1 यति मजा आउँछ है त। जिउ पुरा वार्म हुन्छ है यो प्रकारको एक्सर्साइजले चाहिँ, एकदम तातिन्छ, पसिना पनि आउँछ है त। 1 2 1 1 2 1 1 2 1 1 2 1 2 1 2 र यति गर्दै यो भिडियोमा तपाईँहरूमा बिदा लिन चाहे। फेरि अर्को भिडियोमा भेट हुने नै छ है, भोलिको मर्निङ भिडियोमा है, एक्सर्साइज भिडियोमा भन्दै बाई बाई। नुगेन केरेको।